चाहिँ हाम्रो पहिली भन्ज्याङ, यो भन्ज्याङ चाहिँ यता हो। यो भन्ज्याङबाट ठ्याक्कै हाम्रो पल्ला गाउँ जाने यो पानी बोकेर जाने बाटो, दाउरा बोकेर जाने बाटो यही रहेछ। हामी चाहिँ अहिले खोइ कहाँ हो हिँडेका छौँ। अब यो थाहा छैन, यो बाटै यहाँ कसको घर छ अरे। अनि हिँड्दैछौँ। यसैमा जोडिन्छ। म पनि जान्छु। ल आउनु न आउनु। बस्छौँ गफ गरौँ। हाम्रो बाको नाम चाहिँ के हो? हजुर बाको नाम को बा? हजुरको नाम? मेरो मेरो कान्छो भुजेल। कान्छो भुजेल? ल हामी कान्छो भुजेल बाकामा हिँड्दैछौँ है। गुल्मा छाने कान्छो भुजेल। गुल्मा छाने कान्छो भुजेल बा। ल हामी चाहिँ यो डाँडामा आइपुगेका छौँ। अनि यो चाहिँ कसको घर हो आमा? हाम्रो जेठा बुढाका छोरा हो। ए रिपिनी डाँडो? ए लु यो हामी रिपिनी डाँडामा आइपुगेका छौँ है। अनि उहाँ बाको नाम के हो? ए हर्कबहादुर। अस्ति देखेको थियौँ त हामी। ए लु हर्कबहादुर बा आउनु भएको छ है। हर्कबहादुर बा तपाईका बा गोविन्दा? गोविन्दा की छोरी म। मैले चाहिँ हिँड्दै देखेँ। गोविन्दा की बुहारी ऊ। बा नमस्कार है। नमस्कार। हामी यहाँ यो डाँडै पो भरिएछ नि त। दुई घर त थिए पहिले। तिम्रा सन्तानले त दाइ। तपाईँलाई हो त्यही हेर्न मन लागेको। 5 भाइ छोरा, औडी बुहारी। अनि अन्तरे लन्तरे भने हैन? अन्तरे ओ त्यो पराको ओ, बाटै 5 भाइ छोरा बुहारी एउटाले दुईटा ल्याएपछि 6 बुहारी। अनि अन्तरे छोरो भन्दाखेरि त हामी रिपिनी डाँडामा